नमस्कार सबैजनालाई तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज सधैँ चाहिँ बिहान उठेर फ्रेस भएँ अनि माथि लगेर धान र खोर्सानी सुकाइदिएँ। त्यसपछि म रुम झरेर मैले सावर लिएँ, कपडाहरू धोएँ अनि सुकाएँ। त्यसै गरी मैले चामल पनि एकचोटि चलाइदिएँ अनि तल रुम झरेर मैले स्किन केयर गर्न थालेँ। अनि मैले स्किन केयर गरिसकेपछि खाना खाएँ अनि खाना खाइसकेपछि बहिनीलाई खाजा लगिदिनुको लागि मामुले चाहिँ परौठा बनाइदिँदै हुनुहुन्थ्यो अनि मैले पनि मामुको हेल्प गरेँ। अनि स्कुलमा बहिनीलाई खाजा पुऱ्याइदिइसकेपछि मैले कपडा उठाएँ अनि पानी पर्ला जस्तो भएको कारणले चामल पनि उठाएँ अनि बजार जानुपर्ने मेरो काम पर्यो। त्यसैले गर्दा मैले ब्लस र लिप ग्लस लगाएँ अनि म रेडी भएर बजार गएँ। बजारबाट काम सकेर फर्केर आएर चाहिँ हामीले चटपटो बनाएर खायौँ। आजलाई चाहिँ यति नै।